ल हेर्नु है, जस्तो महाभियोग लाग्ने पद, सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने पद र संसदीय सुनवाई हुने पदलाई एकैपटक चाहिँ यसरी याद गर्ने है। ल हेर्नु है, जस्तै यसमा यहाँ के छ भने एउटा टेबलबाट हेरौँ, यहाँ महाअभियोग लाग्ने पद, महाअभियोग लाग्ने पद एउटा है, महाभियोग लाग्ने पद छ एउटा, अनि अर्को यहाँ सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने, कोषबाट व्ययभार है, व्ययभार हुने पद है, अनि अर्को नम्बरमा संसदीय सुनवाई हुने पद, संसदीय सुनवाई हुने पद है, सुनवाई हुने पद भनेर यसरी बुझ्नु पर्यो। अब यसमा कहाँ छ त पहिला कुरा, यहाँ व्यवस्था भनेको कहाँ छ हेर्नु है, व्यवस्था भनेको संविधानमा यो धारा 101 मा छ, यो धारा 118 मा छ, यो संविधानको धारा 292 मा छ। पहिला कुरा यो बुझ्नु पर्यो, कहाँ कहाँ छ भन्ने कुरा बुझ्नु पर्यो। अब यसको चाहिँ ट्रिक कसरी जान्ने त भन्दाखेरि, यसको ट्रिकमा है, यसको ट्रिक भनेको महाभियोग लाग्ने पद भनेको राउ पसो भनेर लेख्ने, पस यो न्याय परिषदमा, न्याय परिषद है, राउ पसो न्याय परिषदमा भनेर चाहिँ यसको फर्मुला पढ्ने। अब यो भने के त भन्दाखेरि हेर्नु त, एउटा राष्ट्रपति, रा भनेको राष्ट्रपति, उ भनेको उपराष्ट्रपति, राष्ट्रपति, अनि प भनेको प्रधान न्यायाधीश, प्रधान न्यायाधीश, स भनेको सर्वोच्च अदालतको न्यायाधीश है, सर्वोच्च अदालतको न्यायाधीश, अदालतको न्यायाधीश धीश, अनि अर्को स भनेको संवैधानिक निकायका प्रमुख र पदाधिकारी, संवैधानिक निकायको प्रमुख र पदाधिकारी, अधिकारी, अनि अर्कोमा न्याय परिषदको सदस्य, न्याय परिषदको सदस्य। अब यसमा यो तपाईले बुझिहाल्नु भयो, हैन त, राउ पस्यो न्याय परिषदमा भनिसकेपछि यो भयो। अब यसमा चाहिँ यहाँ यसकै फेरि के हुन्छ भने महाअभियोग लाग्ने पद, महाअभियोग लाग्ने पद प्लस संसदका चारवटा मुख्य मान्छे, चार मुख्य मान्छे प्लस प्रदेश प्रमुख भनेर बुझ्ने है, प्रमुख भनेर बुझ्ने। ल हेर्नु, अब यसमा यो महाभियोग लाग्ने पद प्लस संसदका चारवटा मुख्य मान्छे प्लस प्रदेश प्रमुख भनेर यसैलाई लिङ्केज गरेर यहाँ पढ्ने। अनि यतापट्टि फेरि यसको टिक के हो त भन्दाखेरि महाअभियोग लाग्ने पदमा है, महाअभियोग लाग्ने पदमा राहु होइन राज हो भनेर सम्झिने। ल एउटैले तीनटै कन्डिसन होल्ड गर्यो हेर्नु त, महाभियोग लाग्ने पद भनेर जानिसकेपछि कुन पदमा महाभियोग लाग्छ भन्ने त तपाईले पढिसक्नुभयो। अब यो महाभियोग लाग्ने पदमा संसदका चारवटा मुख्य मान्छे प्लस प्रदेश प्रमुख भनेपछि यो पनि भयो। अनि अर्को संसदीय सुनवाई भनेको महाभियोग लाग्ने पदमा राहु होइन यो राज हो भनिसकेपछि अब यसमा के भयो त, महाभियोग लाग्ने सबै राहु होइन भनेको राष्ट्रपति होइन, अनि अर्को कुन होइन, उपराष्ट्रपति होइन है,
होइन यो। अनि त्यसमा रा भनेको को हो त भन्दा राजदूत हो, राजदूत हो भनेपछि अब तपाईले के बुझ्नु पर्यो भने जुन जुन पदमा महाभियोग लाग्छ त्यसमा राष्ट्रपति र उपराष्ट्रपति हटाउँदा र राजदूत ल्याएर जोड्दाखेरि अब संसदीय सुनवाई हुने पद बन्छ। र जुन जुन पदमा महाभियोग लाग्छ त्यो पदमा संसदका 4 वटा मुख्य मान्छे भनेको को? सभामुख, सभामुख, उपसभामुख, मुख अनि राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्ष। यो राष्ट्रिय सभाको अध्यक्ष अनि अर्को राष्ट्रिय सभाको उपाध्यक्ष, है। यसरी यो 4 वटा। अनि प्रदेश प्रमुख, प्रदेश प्रमुख भनेको चाहिँ यिनी पद, यिनलाई चाहिँ के हुन्छ संसदीय संघीय सञ्चित कोषबाट यो संसदले बजेट अनुमोदन गरिरहन पर्दैन, यिनीहरूले चाहिँ स्वतः यिनीहरूको सेवा सुविधा संसदले बजेट अनुमोदन नगरे पनि खर्च गर्न पाइन्छ। यो भनेको महाभियोग लाग्ने पद प्लस सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष, राष्ट्रिय सभाको उपाध्यक्ष र प्रदेश प्रमुख। यो भनेको यसरी ल।